हाई हाई प्यारी ब्यागै बोकेर जाँदा सबैजनाको भेला पार्छ मेरो बुइले छोड्दिनँ केही हाई हामी रमुनाको बर्थडेमा चाहिँ यसरी हामी भेला भएर जाँदैछौँ बर्थडे गर्ल चाहिँ उहाँ बसिराख्नु भएको कालो अनुहार यहाँदेखि हिँड्दैछौँ हामी हजुरहरूलाई सबै देखाउने फेरि सरेर जाँदैछौँ अब हामी साथीहरू भेटुन्छौँ अनि हामी जाँदैछौँ कति रमाइलो भइरहेको छ हामीलाई सुरुङ्गापुर आइपुग्यौँ हामी हेर्नु त कन्ता चाहिँ राम्रो भएका छौँ त हामी अहिले त यस्ता छौँ पहिला त हामी झन् कस्तो खतरा थियो तपाईँहरूले नहेर्नु मात्रै भएको अश्लेषा कार्की युट्युब च्यानल सर्च गरेर हेर्नु होला सब्सक्राइब पनि गरिदिनु होला है हाई 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 त्यही हो यसरी सामान झार्दै हामी गइरहेका छौँ हाम्रो रमुना बहिनीको बर्थडे ल दर्शन ल हामी चाहिँ अब आइसक्यौँ है दादा अब टक्क भेला भइसक्यौँ आमामा पोका पनि कति पोकेको हजुर अनि यसरी लिएर आउँदै हुनुहुन्छ अब हामी जाँदैछौँ तयारी लगभग हाम्रो भइसक्यो कम्ता रमाइलो भएको छ यहाँ हामीलाई ल साह्रै रमाइलो छ हामी जाँदैछौँ आउनु ब्लग हो ब्लग ल आउनुहोस् तपाईँहरू सबैजना यस्तो राम्रो भिडियो हेर्नको लागि अश्लेषा कार्की निर्मला राउत कार्की सर्च गर्नु होला युट्युब च्यानलमा है सबैजना बहिनी यहाँ हिँड्दै हुनुहुन्छ ओके छ त स्वर फेरि रानी मुखर्जी कस्तै भएको छ घाँटीको मान्छे पनि त्यस्तै छ